यो हेर्नुहोस् है नजारा सेलोटप टनलको यो हो सेला टनल पुग्यो हामीहरू। हाई फ्रेन्ड, गुड मर्निङ त्यतिले है। आज चाहिँ म भमदिला गइरहेछ अनि भमदिलासम्म छोडेर ड्रप गरेर आउँछु सर। हेर्नुहोस् यहाँको नजारा हेर्नुहोस् सिलाको पहाड यो टनल है। अब तवाङ भयो यता, अब हामी जानुपर्छ यता यो सुरङबाट सुरङ छिरेर जानुपर्छ। हस् त, यो छ कति 1.5 किलोमिटरको छ सर। यो 1.5 किलोमिटर, यहाँ उतापट्टिको 1 किलोमिटर छ। लाइट पनि छैन कि यो चम्किन यहाँ त खिच्ने सर फोटो खिच्ने लाइट दिनु त राम्रो देख्छ लाइट नभए त यसमा चाहिँ झलल लाइट छ। यो चाहिँ हो बमदिला 1 माइल पुग्यो हामी यहाँ जैनब। यो चाहिँ जैनब ट्राभल्स। अब यहाँबाट यो चाहिँ सिलगढीको लागि लाग्छ यहाँबाट है। यहाँ पुग्यो हामीहरू, सरले यहाँ छोडिदिन्छु, यहाँबाट लाग्छु। हेर्नुहोस् यो चाहिँ हाम्रो सानो भाइको बस हो, सिलगढी डाइरेक्ट बमदिला टु सिलगढी। सामान अब सामान छ, सामान हाल्छु। यहाँ सरहरू हो चाहिँ अब नेपाल जान लागेको छुट्टीमा, आर्मी हुनुहुन्छ। ल आज हाम्रो भाइहरू पनि यहाँ भेटियो। अनि भाइ आइपुग्यो कता आज? मर्निङ कता काज छ? अझै हिँडेको तल भालेपुङको ड्युटी हो। अनि बस अब म यहाँ बमदिलासम्म आएको थियो, फर्किहालेको। अब यहाँ बमदिला फर्किन्छु। बिहान सँगै निस्क्नु भनेको छ, तिमीहरू त पहिल्यै भएछ। लोड ज्यादा भएर हिँड्दै नहिँडेर साथीहरूसम्म छोडेको धेरै बाटोमा। ए भर्खर गएको थियो खाकारी एउटा पछि छ आउँदैछ। अच्छा अनि आज डाइरेक्ट पुग्छ भालेपुङ? आज भलिबङ आरामले एकदम 3 बजीतिर फर्किँदाखेरि आज माथि म त निस्किएको अब यहाँबाट खास पुगिहाल्छ। ल त नि आरामले जानु। ओके ल, ह्याप्पी जर्नी है। फेरि मिल्दै रहौँ ल ल हाम्रो विशाल भाइ मुख खोल। अरे हति देख न हाइगर। ल फ्रेन्ड, म चाहिँ लागि फर्केँ। भाइहरू त अब तल हिँडेको हुनु त भालेपुङ तेजपुर जान्छ। आज भालेपुङ बस्ने अरे, अनि म चाहिँ फर्किएको अब बमदिलाबाट है। अब यी रास्ताबाट लाग्यो। यो चाहिँ अब तवाङ कति किलोमिटर छ यहाँबाट? तवाङ रहेछ 177 किलोमिटर है, जङ 139 किलोमिटर। ल हेर्नुहोस्। ल अब चाहिँ म चाहिँ तवाङतिर लागेँ। भइसकेको है। अब यहाँबाट म चाहिँ यहाँबाट अगाडि चाहिँ सिधा गयो भने टनल जान्छ। अनि म चाहिँ आज टनल नगरेँ त सेलाटप भएर जान्छु। यहाँबाट सेलाटप 11 किलोमिटर रहेछ। त म यहाँबाट सेलाटप भएर अब सेलाटपको भ्यू देखाउँछु है तपाईँहरूलाई, किनकि बहुत दिन भयो यो बाटो नहिँडेको। जब चाहिँ यहाँबाट चाहिँ सेला टनल, यहाँबाट चाहिँ सेलाटप है। अनि जब चाहिँ अब टनल खोलेको दिनको यो बाटो हिँडेको थिइनँ, धेरै दिन भयो। अनि आज सेलाटपको तपाईँहरूलाई भ्यू नजारा देखाउने कोसिस गर्छ है बनिरहने भिडियोमा। नजारा यो हेर्नुहोस् भ्यू है। यो बाइसकी हेर्नुहोस्, यहाँको ढुङ्गा कस्तो काटेर रोड बनाएको छ है, देखिरहेको छु है। हेर्नुहोस् रोडको नजारा राम्रो छ है भ्यू। धेरै दिन गएको थियो सेलाटपको यो बाटो नआएको, टनलको दिन गएँ। आज चाहिँ यो रोड हिँड्न मन लाग्यो। अनि बरफ नपर्ने भन्दा पहिला हिँड्ने ठिक हुन्छ, नि बरफ परेपछि त फेरि मुस्किल हुन्छ बाटो। यो भन्ने भन्दा पहिला चाहिँ हिँडेको धेरै दिन पछि आइरहेको छु है। पुरानो याद ताजा गर्दैछु यो बाटोलाई। हेर्नुहोस्
माथि टप देख्दैछ नि अहिले पार गर्नुहोस् बरु सेलटप 7 किलोमिटर बच्यो यो भन्छ 7 किलोको चराई है हेर्नुहोस् पुरापट्टिमा धेरै दिक्कत हुन्छ यहाँतिर यो बाटो पनि साङ्ग्रो अब अहिले त टनल खोलिदिनुको अलिकति सुविस्ता भइरहेछ बाटो चौडो भएर चराई पनि कम छ त्यहाँको अलिकति सर्ट भइरहेछ तपाईहरु हेर्दै गर्नुहोस् है भ्यू यहाँको सेलटप यो चाहिँ राम्रो भ्यू आउँथ्यो हेर्नुहोस् न पुरा बादल आएर धेरै राम्रो थियो भ्यू हेर्नुहोस् टुरिस्ट गाडी पनि आइरहेछ अलि बादल आइदियो क्या बादल नआएको भए धेरै राम्रो भ्यू आइरहेको थियो हाम्रो हेर्नुहोस् सबभन्दा टप पुगिसक्यो हेर्नुहोस् यो सेलटपको नजारा हेर्नुहोस् यो तलबाट आएको म चाहिँ यो टर्निङ गर्दै गर्दै हेर्नुहोस् कस्तो राम्रो भ्यू छ है यो हो यहाँनिर चाहिँ यो टर्निङमा चाहिँ त्यो गुम्बा छ सानो है त्यहाँ चाहिँ हेर्नुहोस् यो हो नजारा सेलटपको यो हो हेर्नुहोस् फोगीले गरेर अलिकति राम्रो भएन नि त तर अहिले धेरै राम्रो भइरहेछ अहिले त दामी छ है भ्यू एकदम दामी आइरहेछ भ्यू है हेर्नुहोस् आएको थियो अहिले राम्रो भयो मौसम अलि ठिक भयो राम्रो आइरहेछ अहिले चाहिँ हेर्नुहोस् टर्निङ हेर्नुहोस् त्यस्तो राम्रो भ्यू है यहाँबाट यस्तो अब यहाँबाट यस्तो गरेर यहाँबाट निस्केर अनि यता सट्टै जानुपर्छ है यहाँ गाडी पार्क गरिरहेछ राम्रो भ्यू छ राम्रो लाग्छ यस्तो सबै फोटोहरू यहाँबाट तङ छ 78 किलोमिटर सेलटप 1 किलोमिटर है अब सेलटप पुग्न लाग्यो हाम्रो हेर्नुहोस् यो हो सेलटप सेलटप है यो 13,700 फिट यो चाहिँ मन्दिर यो चाहिँ शिवजीको मन्दिर हो है अब यहाँबाट सेलटप 13,700 फिट 13,700 फिट अब यहाँबाट तङ डिस्ट्रिक्ट स्लो यता वेस्ट कमिङ यता तङ डिस्ट्रिक्ट अब तवाङ भ्यू है यो हो तवाङ सबै टुरिस्टहरू यति भिड भइरहेको छ हेर्नुहोस् यो चाहिँ लेक सेलटपको पुरा भ्यू हेर्नुहोस् सबजना फुर्ती गरिरहेको छ टुरिस्टहरू है ल त है गाइस अब म चाहिँ पुगेँ तङ है अब ल भाइहरूको टायर पनि पङ्चर भएछ अब भाइहरूसँग अब राम्रो छ है टुरिस्टहरू पनि धेरै जम्मा भइरहेछ यहाँमा आइरहेछ टुरिस्टहरू है जाडो छ 13,700 फिट हो होइन जाडो किन भन्दा अब हिउँ पर्ने टाइम भइसक्यो हेर्नुहोस् है नजारा सेलटपको यहाँ भाइहरूको टायर पङ्चर भएको रहेछ भइसकेको काले टायर पङ्चर भएको अब भयो अब 10 टायर छ बार एउटा पङ्चर हुन्छ फिटिङ भइसक्यो फिटिङ भइसक्यो ल ठिक छ प्रेम भाइ लोड पनि अब कम छ र अनि हेर न अब यो 10 टायरमा त यत्रो टायरको लोड कहाँ पुग्नु होइन एक्चुअलीमा त ज्यादा भयो लोड है त्यही त हेर्नुहोस् तङको भ्यू यो हो तङ पुरा तङ